दर्शकबिन नमस्ते। हम सब बर्दीवास के गौतम होटल में छी। खास कऽ एहिठाम शिव पुराण महायज्ञ भ रहल छै जे नेपाली के चर्चित राधिका दासी जे भागवत कथाकार वा विभिन्न जे धार्मिक ग्रंथ सबके कथा प्रवचन करै छथिन और ई कथा प्रवचन एहिठाम जे भ रहल छै बर्दीवास में एकर एकटा सामाजिक अभियान छै। धार्मिक कथा जे होइ छै व्यक्ति के आनंदित दै छै और ओकरा संगे संगे जखन कोनो अभियान जुझि जाइ छै सामाजिक काज तो एकटा अलग किस्म के आनंद दै छै। ओ अभियान के अगुवाई कर रहल छथि हीरा गौतम। होटल व्यवसायी छथि और अखन जे अनाथ बच्चा सबके लेल जे या अल्पत्र पड़ल बच्चा सबके छै ओकरा संरक्षण के लेल हमरो माया घर कह के एकटा संस्था निर्माण क और ओई में जे बाली बालिका सब या बच्चा सब जे अल्पत्र पड़ल छै तो हुनका ओई बच्चा सब के लाइव क ओ माया में अर्थात माया देथिन और ओ अभियान के अखन काज भ रहल छै। हुनका संगे हम सब इहे सब विषय वस्तु के जोड़ के संवाद करब। सबसे पहले स्वागत सर। नमस्ते, स्वागत छ। यो जुन अभियान छ नि तपाईहरुको, हजुर, व्यक्तिलाई अध्यात्मले एउटा मनको शान्ति दिदो रहेछ। अनि त्यो अभियान अहिले जुन धार्मिक एउटा तपाईको अभियान चल्दैछ यो शिव महापुराण, यसले व्यक्तिलाई मानसिक रूपमा शान्ति दिदो रहेछ र सँगसँगै त्यसलाई धेरै ठाउँमा त्यो अभियानले सामाजिक कार्यसँग जोडिएको छ। यहाँको पनि सामाजिक कार्यसँग जोडिएको अवस्था छ। कसरी त्यो गर्नुपर्छ भन्ने एउटा चेत भनौं या जानकारी, एउटा ऊर्जा भनौं या सोच कसरी विकास भयो र यहाँहरूले राखेको जिज्ञासामा चाहिँ अब यो शिवपुराण महायज्ञ लगाएर हामीले जुन माया घर बनाउने उद्देश्य राख्यौं त्यो उद्देश्य लगभग 2-3 वर्ष अगाडिदेखि नै यो उद्देश्य बोकेका थियौं र बीचमा आएर हामीले विभिन्न छलफल राख्यौं। अब यसलाई के गरी हामीले त्यो माया घर बनाउने, त्यो माया घर बनाउने अब अहिले राज्यको अवस्था पनि त्यस्तै छ। अहिले हामीले सकभर यहीँबाट केही कन्ट्रिब्युसन गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो माया घरको परिकल्पना गर्यौं र त्यस पछाडि चाहिँ यो संस्थाको संस्थापक अध्यक्ष पनि राधिका दासी नै हुनुहुन्छ र उहाँले पनि ठीक छ म आएर यदि त्यो माया घर बन्छ भने पूर्ण रूपले निशुल्क वाचन गरिदिन्छु र त्यसबाट आएको आर्थिक स्रोत चाहिँ हामीले त्यसमा लगाउन सकिन्छ भन्ने उहाँको प्रतिबद्धता आयो। त्यसैले यो शिवपुराण चाहिँ अब यहाँले भने जस्तै आफैमा पनि एउटा धार्मिक कुराहरुमा जोडिया छ र यसले मान्छेलाई त्यतिकै पनि एउटा मोटिभेसन, एउटा आनन्दित महसुस गर्छ। त्यो सँगसँगै हाम्रो एउटा परिकल्पना पनि छ नि त माया घर बनाउने, त्यसलाई पनि जोडेर चाहिँ त्यहाँबाट केही आर्थिक स्रोत जुटाउँ र त्यस पछाडि हामी त्यो माया घर निर्माण गरौँ भन्ने त्यो सोचले यो अभियान अगाडि बढेको छ। मान्छेले नि तपाई एउटा व्यापारी पनि हो हैन, मान्छेले के भन्छ व्यापार भनेको घाटा नाफा हो क्या। अनि त्यो व्यापारीले हतपत यस्तो सामाजिक काममा हात हाल्दैन क्या। अनि तपाई व्यापारी भएर यो कसरी सामाजिक काममा हात हाल्नुभयो? अब यहाँले जुन मलाई एउटा जिज्ञासा राख्नुभयो त्यो चाहिँ म 23 वर्षदेखि यो गौतम होटल मैले व्यवस्थापन र सञ्चालन गर्दै आएको छु। यहाँलाई अब कतिको जानकारी छ कि छैन, म बर्दीवासमा अहिले यो शिवपुराण लगाएर माया घर बनाउने त अहिले हाम्रो यो नयाँ सोच आयो हैन। त्यो भन्दा अगाडि हामीले धेरै कामहरू गरेका छौं यो समाजको लागि। बर्दीवासमा यहाँलाई थाहा छ कि छैन, एउटा बर्दीवास सेवा समिति भन्ने एउटा संस्था छ। त्यो संस्था मेरै नेतृत्वमा अब त्यहाँ हामी धेरै साथीहरू छौं संलग्न। हामी सबैको सहायता र बर्दीवासवासीको सपोर्टले त्यो भवन बनाउन सफल भयौं। लगभग 11-12 वर्ष अगाडिदेखि एउटा भवन छँदैछ। त्यो यहाँ समाजका हरेक गतिविधिहरू त्यो संस्थामा हुन्छ। र त्यस्तै गरी मैले बर्दीवास अस्पताल, यहाँलाई जानकारी छ कि छैन, यो हाम्रो नगरभित्रै पर्छ। त्यो अस्पतालको लागि पनि मैले 4 कट्ठा जग्गा दान गरेको छु। र त्यस्तै गरी एउटा पूर्व सुरक्षाकर्मी
जस्तो भूतपूर्व सुरक्षाकर्मीको लागि भवन बनाउनको लागि हजुरलाई यही हाइवेमा यहाँबाट यो चोकबाट लगभग 600 मिटर उता चोकैमा भनौँ न त्यहाँ पनि जग्गा दान गरेको छु र उहाँहरूले त्यो भवन निर्माण गरिसक्नुभयो र बर्दिवासमा अधिकांश सार्वजनिक संस्थाहरू जति पनि बनेका छन् त्यहाँ पनि मेरो सबै ठाउँमा सहयोग छ र विभिन्न क्लब सङ्घ संस्था सबै ठाउँमा मैले अहिले मात्र होइन विगत धेरै लामो समयदेखि त्यस्ता कामहरूमा पनि सहयोग गर्दै आएको छु र बर्दिवासमा म 49 सालमा मैले एसएलसी पास गरेँ र त्यति बेला का सम्पूर्ण साथीहरूको एउटा हाम्रो बर्दिवास हेल्थ फाउन्डेसन भन्ने संस्था छ र त्यो संस्था अन्तर्गत पनि हामीले अहिले यहाँ 32 जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिइरहेछौँ र अन्य विभिन्न सेक्टरमा पनि हामीले आर्थिक सहायताका कामहरू गर्दै आछौँ र यहाँ एउटा धर्म सुन्तली फाउन्डेसनले एउटा मुसर बस्ती बनाएको छ यहाँहरूलाई जानकारी छ कि छैन त्यहाँ पनि हाम्रो उल्लेखनीय सहभागिता छ र यस्ता धेरै ठाउँहरूमा हामी जोडिएर काम गरेका छौँ र मैले आफ्नो व्यवसायलाई पनि एउटा व्यवस्थित ढङ्गले लगाएको छु र त्यो सँगसँगै यो व्यवसायबाट कमाएको केही प्रतिशत रकम यो समाजको योगदानको लागि पनि गर्दै आएको छु र त्यो चाहिँ अब मलाई त्यस्तो कुराहरूमा एकदम खुसी लाग्छ क्या जग्गा व्यवस्थापन गर्नुभएको छैन यो संस्था जसरी यो उसको घरको लागि मायाको घर माया घरको लागि 5.5 कट्ठा जग्गा उपलब्ध भइसकेको छ र त्यहाँ बेरा घेरा त्यो कम्पाउन्डको कामहरू पनि कम्प्लिट भइसक्यो र अब यो माया घर बनाउनको लागि लगभग त्यसको डिपिआर पनि कम्प्लिट भइसकेको छ अब हामीले यदि हामीले रकम सङ्कलन गर्न सक्यौँ तत्कालै भने अब त्यसलाई तत्कालै शिलान्यास गरेर काम अगाडि बढाउन सक्ने कन्डिसन छ कति रुपियाँ तपाईँहरूले अनुमान गर्नुभएको छ कि यति सम्ममा बन्छ होला त्यो माया घरको लागत चाहिँ जम्मा पौने 11 करोड छ त्यसमा 2टा ब्लक छ एउटा 2 तलाको भवन छ एउटा 4 तलाको भवन छ र त्यसमा मन्दिरहरू छ र अन्य त्यहाँभित्र आवश्यक पूर्वाधारहरू सबै कम्प्लिट गरेको छ र अहिले हामीले चाहिँ यो शिवपुराण महायज्ञबाट चाहिँ 1 करोडदेखि 1 करोड 50 लाखसम्म सङ्कलन गर्ने हाम्रो थोरै पैसा भयो नि त त्यसले त सकिँदैन होला होइन त्यही त म हजुरलाई जानकारी गराउँदैछु त्यो सङ्कलन भइसकेपछि चाहिँ हामी काम सुरु गर्छौँ त्यसमा र अब हामी अहिले बर्दिवासमा रहनुहुने सम्पूर्ण व्यक्तित्वहरूसँग हामीले त्यसलाई कम्प्लिट गर्नको लागि यो रकमले मात्रै पर्याप्त हुँदैन हामीले सबैले फेरि पनि त्यसलाई पुनः सहयोग गर्नुपर्छ भनेर अब यहाँका राजनीतिक दल यहाँका सांसदहरू यहाँका मन्त्रीज्यूहरू हाम्रा प्रदेशका र सङ्घीय सरकारमा र स्थानीय सरकार सबैलाई यो कुरा जानकारी गराछौँ र त्यो कुरामा सबै पक्षहरू एकदमै पोजिटिभ हुनुहुन्छ पहिला तपाईँहरू काम अगाडि बढाउनुहोस् सुरु गर्नुहोस् त्यस पछाडि बाँकी कामहरूमा हाम्रो सपोर्ट हुनेछ भनेर हामीलाई खास गरेर यो जुन बालबालिकाहरूलाई राख्नुहुन्छ नि त्यो कस्ता खालका या के अवस्थाको हुन्छ त्यो चाहिँ हजुरलाई जस्तो घरबार बिन भएर सडकमा अलपत्र परेर बसेका व्यक्तिहरू हुन्छ नि अब त्यसमा बच्चा मात्रै भन्ने छैन ठुलो मान्छे पनि हुनसक्छ त्यस्ता खालका मान्छेहरू अब कतिको अब मानसिक सन्तुलन पनि ठिक नभएका व्यक्तिहरू हुनुहुन्छ त्यस्तै खालका मानवहरूलाई चाहिँ हामीले लगेर त्यहाँ संरक्षण गर्ने उहाँहरूको लालन पालन उहाँहरूको खानपान शिक्षा स्वास्थ्य सबैको बन्दोबस्त गर्ने उद्देश्यले यो कार्यक्रम चाहिँ अगाडि बढाइएको छ हामी यो जसरी तपाईँको एउटा त मानसिक अवस्था ठिक भएन होइन मान्छेले त्यो कारणले अलपत्र जान्छन् अर्को पारिवारिक एउटा वृत्तिष्णा भनौँ या एउटा तिक्तता भनौँ त्यसले पनि घर परिवार छोडेर अलपत्र अवस्था हुन्छन् तपाईँहरूले अब किनभने यसका लागि त एउटा किनभने खोज्नु पर्यो कहीँ अलपत्र हुने त्यतिकै त अब कोही आइदिँदैन त्यो खोज्नु पर्यो त्यसका लागि तपाईँहरूले कस्तो अभियान चलाउनुहुन्छ त्यो चाहिँ अब जस्तो घर परिवारबाट अलिकति असन्तुष्ट भएर जो मान्छेहरू म चाहिँ अलग्गै गएर बस्न पाए हुन्थ्यो भन्ने सोच यदि कसैले बनाउनुहुन्छ भने त्यो मान्छेलाई पनि त्यहाँ राख्न सकिने भयो होइन अर्को चाहिँ अब त्यहाँ हामीले कसरी त्यस्ता खालका मान्छेहरू सङ्कलन गर्ने भन्ने यहाँको जिज्ञासामा चाहिँ अब त्यो यस्ता खालका जुन मानव यस्ता खालका मान्छेहरूलाई चाहिँ विभिन्न ठाउँमा छ नि त जस्तो अब यहाँ हरिणमा छ मैले सुनिरहेको छु जनकपुरमा पनि छ भन्ने सुनेको छु चितवनमा पनि छ त्यस्ता खालका ठाउँहरूमा चाहिँ अब विभिन्न सामाजिक अभियन्ताहरू हुनुहुन्छ नि यहाँहरूलाई थाहा होला त्यस्ता अभियन्ताहरूले चाहिँ उहाँहरूलाई भनेर हामीले यस्तो खालको
व्यवस्था यहाँ पनि गरेका छौँ है। त्यस्ता खालका यदि कोही व्यक्ति तपाईँहरूले पहिचान गर्नुभयो भने हामी कहाँ पठाइदिनु होला भनेर उहाँहरूलाई जानकारी गराउँछौँ। अब कति चाहिँ अब स्थानीय सरकारहरूलाई पनि जानकारी गराउँछौँ, सुरक्षाकर्मीहरूलाई जानकारी गराउँछौँ र त्यस्तै ठाउँबाट आउनुभएका व्यक्तित्वहरूलाई हामीले त्यो ठाउँमा लगाएर राख्ने हो। अर्थात् यसको लक्ष्य यसलाई यसरी बुझौँ कि यो भनेको बेसहारालाई छत दिने अभियान हो। बेसहारालाई पनि छत दिने हो र अब कति चाहिँ कस्तो हुन्छ भने अलिकति मानसिक अवस्था उहाँहरूको ठिक हुँदैन र घरबाट हिँडिदिनुहुन्छ, घर परिवारले पनि पहिले आउन सक्दैनन्। त्यस्ता खालका व्यक्तिको लागि चाहिँ विशेष गरी त्यस्ता मान्छेहरू चाहिँ बढी पहिचान गरेर राख्ने हो। तर अब अन्य जस्तो घर परिवारबाटै असन्तुष्ट भएर निस्किया छन् नि त्यस्ता खालका मान्छेलाई पनि त्यो छहारी चाहिँ हुने भयो उहाँहरूलाई पनि। यो छहारीले नि खास गरेर यसलाई यसरी जसरी उहाँको पनि त्यो दासीजीको राधिका दासीको पनि अभियान त्यही किसिमको एउटा मैले सुने अनुसार त्यो झापा कता उहाँको पनि त्यो इटहरीतिर उहाँ बनाउँदै हुनुहुन्छ र यो उहाँहरूसँग सहकार्य गरेर बढ्ने हो कि के कस्तो छ? उहाँहरू राधिका दासी त अब यो संस्थाको संस्थापक अध्यक्ष हो। हाम्रो माया घरको संस्थापक अध्यक्ष चाहिँ खास उहाँ नै हो र अहिले आएर कृष्ण गौतम हुनुहुन्छ त्यो संस्थाको अध्यक्ष। राधिका दासी ज्यूले चाहिँ अब सुरुदेखि नै के भन्नुभएको छ भने यो अभियान चाहिँ अब हामी सबैले मिलेर गर्नुपर्छ र त्यसमा मेरो पूर्ण साथ समर्थन रहनेछ भनेर उहाँकै सोच हो। यो पहिलो सोच चाहिँ यस्तो चाहिँ भवन हामीले राख्नुपर्छ भनेर पहिलो सोच उहाँले पनि राखेको हो र उहाँ सँगसँगै जोडिएर सुरुदेखि आउनु भएको छ र अहिले पनि उहाँसँगै हुनुहुन्छ हामीसँग। अब यो अहिले जुन शिवपुराण महायज्ञ जुन लगाइरहेछौँ नि उहाँहरूले अन्य ठाउँमा अन्यत्र ठाउँमा गएर यदि त्यो आर्थिक रूपले उहाँहरूले लिन खोज्नु यदि भयो भने 25 देखि 30 लाखसम्म लिनु हुने रहेछ। यस्तो खालको एउटा अभियान कथा वाचन गर्दाखेरि। तर हामीलाई त्यो 100% उहाँले शुल्क लिनुहुन्न र त्यो मात्रै होइन, बाँकी अब यो संरचना बनाउँदै गर्दाखेरि त्यहाँ अपुग भयो भने उहाँले फेरि पनि त्यसमा मेरो पनि सहायता रहनेछ भनेर त्यो वचन पनि दिनुभएको छ। किनभने संस्थापक अध्यक्ष त उहाँ नै हो नि त र कन्सेप्ट पनि उहाँकै हो सुरुको चाहिँ। अब अहिले चाहिँ हामी त्यसमा जोडिएर अब मैले चाहिँ यहाँहरूलाई भन्नुपर्दा खास बर्दिवासमा चाहिँ अब म अहिलेसम्म कुनै पनि राजनीतिक दलमा जोडिएको छुइनँ। म स्वतन्त्र छु र सबै व्यक्तित्वहरूसँग म नजिक छु र त्यो कारणले पनि अब म नै संयोजक बन्दाखेरि अब अलिकति सहज वातावरण बन्छ भन्ने हिसाबले अब उहाँहरूको अनुरोधलाई नै स्वीकारेर मैले यसको अहिले नेतृत्व लिइरहेको छु र हामीले सोचेको भन्दा पनि राम्रो परिणाम देखिरहेछ अहिलेसम्म। अर्थात् यहाँ जुन श्रोता भनौँ क्या, श्रोता भन्दो रहेछ त्यो कथा वाचनको श्रवण गर्नेलाई, अनि त्यो श्रोताहरूको रिस्पोन्स भनौँ कस्तो पाउनुहुन्छ? एकदमै उहाँहरूको रेस्पोन्स राम्रो छ। अब उहाँहरूले चाहिँ अब मैले अघि पनि हजुरहरूलाई भने त्यहाँ हाम्रो जहाँ शिवपुराण महायज्ञ लागिरहेछ त्यसको साइडमा त्यो हामीले एउटा काउन्टर राखेका छौँ, त्यो रसिद पैसा रिसिभ गर्ने। त्यहाँ अब त्यो कथा वाचन नसुनेर पनि अब त्यसलाई चाहिँ सहयोग गर्नुपर्छ भनेर उहाँहरू लामबद्ध भएर त्यहाँ लाइनमा लगाएर आर्थिक सहायता गरिराख्नु भएको छ। भने मतलब उहाँहरूले त यो अभियानलाई पुरा गर्नुपर्छ भन्ने हो नि त उहाँहरूको। त्यसैले सबैजना एकदमै सकारात्मक हुनुहुन्छ र हामीले अहिलेसम्म आज 6औं दिनमा प्रवेश गरिरहेछौँ हामी। त्यो 21 गतेबाट सुरु भयो 29 गतेसम्म हो। अहिलेसम्म एकदमै उहाँहरूको चाहिँ राम्रो सुझाव हामीलाई सल्लाहहरू आइरहेछ। हस् धन्यवाद, तपाईँको अभियान सफल होस्। हस्, थ्याङ्क यू सर। हजुरहरूले पनि अब यो चाहिँ मिडियाको माध्यमबाट अब यो हाम्रो जनकपुर त प्रदेशको राजधानी पनि हो, सबैतिर यो खबरलाई जोडाइदिनुहुन्छ भन्ने आश गर्दै यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। सुबिन, अगर अहाँ सब मंदिर में जाकर 2 रुपया के प्रसाद भगवान पर चढ़बै छी तो ओहिसँ बेसी कनिको कम पुण्य ई नहीं छै जे यदि बेसहारा के छत भेटै छै तो आबि कऽ अपन हृदय खोल कर जते सकै छी दान करी और ई अभियान के एकटा सफल बनाबी। बेस त नमस्कार।